नेपालका हिमालहरूको कुरा गरौँ। नेपालमा सूर्यको पहिलो किरण सुदूरपूर्वी सिमाना कञ्चनजङ्घा हिमशृङ्खलामा ठोकिन्छ। ताप्लेजुङ र भारतको सिक्किम सिमानामा ठिङ्ग उभिएको कञ्चनजङ्घा मुख्य हिमाल चाहिँ 8586 8586 मिटर अग्लो छ। नेपालको दोस्रो र विश्वको तेस्रो अग्लो शिखर हो। लिम्बू, याख्या र किराँती संस्कृतिमा यसलाई काङ्चेनजोङ्घा अर्थात् हिउँका 5 ठुला भण्डारका रूपमा पुजिन्छ। यो पूर्वको मुन्दुम सभ्यता र किराँती जनजीवनको आत्मिक मुटु हो। कञ्चनजङ्घा संरक्षण क्षेत्रभित्र पर्ने यसै हिमशृङ्खलाबाट तमोर नदीको मुख्य हिमधारा फुट्छ, जसले सप्तकोशीको निर्माण गर्छ। यसको काखमा ओलाङचुङगोला र घुन्चा जस्ता ऐतिहासिक व्यापारिक बस्तीहरू छन्, जहाँ घुन्चाकै कुरा गर्दा त 2006को हेलिकप्टर दुर्घटनामा डाक्टर हर्क गुरुङ, डाक्टर चन्द्र गुरुङ जस्ता महान संरक्षणविदहरूले ज्यान गुमाएका थिए। अहिले हामी असोज 6लाई संरक्षण दिवसको रूपमा मनाउँछौँ। कञ्चनजङ्घाबाट अल्ली पश्चिम लाग्दा सङ्खुवासभाको कुम्भकर्ण हिमशृङ्खलामा मकालु 8463 मिटर भेटिन्छ, जुन विश्वको 5औँ अग्लो हिमाल हो। चारपाटे पिरामिड आकारको मकालु हिमाल शिवको महाकाल रूपसँग जोडिन्छ। त्यसैको नामबाट पनि मकालु रिलेट हुन जान्छ। मकालुको फेदमा रहेको वरुण उपत्यकालाई पृथ्वीकै अद्वितीय जैविक विविधता भएको उपत्यका मानिन्छ। त्यसपछि हामी सोलुखुम्बुको महालङ्कुर हिमशृङ्खलामा प्रवेश गरौँ, जहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.86 मिटर, चौथो अग्लो लोत्से 8516 मिटर र छैटौँ अग्लो चोयु 8188 मिटर लहरै उभिएका छन्। सगरमाथा राष्ट्रिय निकुञ्ज शेर्पा सभ्यताको केन्द्र हो, जहाँ गोक्यो, इम्जा ताल जस्ता रामसार सूचीकृत जलाधारहरू छन्। इतिहास शिरोमणि बाबुराम आचार्यले सन् 1938मा यसलाई सगरमाथा नाम दिएका थिए भने 2077 मङ्सिर 23 8 डिसेम्बर 2020मा नेपाल र चीनले यसको नयाँ उचाइ 8848.86 मिटर संयुक्त रूपमा घोषणा गरेका थिए। सगरमाथा क्षेत्रबाट अल्ली पश्चिम झर्दा काठमाडौँको उत्तरी क्षितिजमा देखिने लाङटाङ र जुगल हिमशृङ्खला आइपुग्छन्। सिन्धुपाल्चोक र काठमाडौँ उपत्यकाको नजिकै रहेको जुगल हिमशृङ्खलामा भैरव टाकुरा 6779 मिटर जस्ता सुन्दर चुचुराहरू छन्, जसलाई काठमाडौँबाटै निहाल्न सकिन्छ। लाङटाङ पार गरेपछि नुवाकोट, धादिङ र गोर्खाको सिमानामा गणेश हिमशृङ्खला भेटिन्छ। हात्तीको रूप धारण गरेका भगवान गणेशको आकृतिमा मिल्दो भएकोले यसको नाम गणेश हिमाल राखिएको हो। यसको सर्वोच्च शिखर याङ्रा गणेश प्रथम 7422 मिटर हो। गणेश हिमाल पार गरेपछि हामी गोर्खाको मानसी हिमशृङ्खला, जसलाई हामीले मनास्लु हिमशृङ्खला पनि भन्छौँ, मनास्लु हिमाल आफैमा 8163 मिटरमा पुग्छौँ। जापानी आरोहीहरूले सन् 1956 मे 9मा पहिलोपल्ट चढेकाले जापानी हिमाल पनि भनिन्छ मनास्लुलाई। कठिन बनावट र हिम पहिरोका कारण मनास्लु र अन्नपूर्ण प्रथमलाई पर्वतारोहणको भाषामा किलर माउन्टेन भनिन्छ। मनास्लु, अन्नपूर्ण प्रथमलाई समेत। मर्स्याङ्दी नदी तरेपछि अन्नपूर्ण हिमशृङ्खला सुरु हुन्छ। यहाँ अवस्थित अन्नपूर्ण प्रथम 8091 मिटरको उचाइमा छ, 8091 मिटर अग्लो छ। विश्वको 9औँ अग्लो शिखर मात्रै होइन, यो मानव इतिहासमै पहिलोपल्ट आरोहण गरिएको 8000 मिटरभन्दा अग्लो हिमाल हो। सन् 1950को जुन 3मा फ्रान्सेली आरोही मौरिस हर्जोग र लुइस लाचेनले सगरमाथाभन्दा 3 वर्ष अगाडिको कुरा हो, यो अन्नपूर्ण शिखर चुमेर कीर्तिमान रचेका थिए। आरोहणका क्रममा औँलाहरू गुमाएका मौरिस हर्जोगले पछि सन् 1951मा विश्व प्रसिद्ध पुस्तक अन्नपूर्ण लेखेका थिए। अन्नपूर्ण हिमशृङ्खलाकै दक्षिणी काखमा पोखराबाट एरियल डिस्टेन्समा 25-30 किलोमिटरको माछापुच्छ्रे हिमाल 6993। यसलाई फिसटेल पनि भनिन्छ। स्थानीय समुदायले शिवको वासस्थान र पार्वतीको रूपमा माछापुच्छ्रेलाई लिएको पाइन्छ। यसकै नामबाट कास्कीमा माछापुच्छ्रे गाउँपालिका समेत रहेको छ। सेती मर्दी नदीको उद्गम यसै हिमालबाट हुन्छ। माछापुच्छ्रे हिमालको आरोहण इतिहासको सम्बन्धमा सन् 1957मा बेलायती सैनिक अधिकारी कर्णेल जिम्मी रोबर्ट्सको नेतृत्वमा गएको टोलीले हिमालको चुचुरोभन्दा करिब 150 फिट वरैबाट हिमाललाई अगाडि नटेक्ने निधो गरे। नोएसले 1958मा प्रकाशित गरेको प्रसिद्ध पुस्तक क्लाइम्बिङ द फिस टेलमा केही सुन्दरताहरूलाई जितेर छुनुभन्दा तिनलाई दूरबाटै हेरेर सम्मान गर्नुमा नै तिनको वास्तविक अर्थ रहन्छ भनेर प्रशंसा गरेका छन्। माछापुच्छ्रे हिमाललाई भर्जिन पिक, फरबिडन माउन्टेन, कुमारी हिमाल जस्ता नामबाट समेत चिनिन्छ। अन्नपूर्णको पश्चिममा बग्ने पवित्र कालीगण्डकी नदीले बनाएको अन्धगल्छी कालीगण्डकी गर्ज भनेर पनि भनिन्छ 5000 मिटरभन्दा बढी गहिरो विश्वकै गहिरा गल्छी मध्ये एक हो, जहाँ सालग्राम पाइन्छ।
कालीगण्डकी पार गरेपछि म्याग्दी, मुस्ताङ, डोल्पामा फैलिएको विश्वको 7औं अग्लो हिमाल धौलागिरी प्रथम 8167 मिटर आउँछ, जसलाई सन् 1808 देखि 1848 सम्म त विश्वकै अग्लो हिमालको रूपमा मानिन्थ्यो। धौलागिरीबाट पश्चिमतर्फ लाग्दा रुकुममा यसको पश्चिमी चुचुरो पुथा हिउँचुली 7246 मिटरको र आकर्षक सिस्ने हिमाल 5849 मिटरका भेटिन्छन्, जसलाई कान्जिरुवाको कान्छो भाइ पनि भनिन्छ। अझै पश्चिमतर्फ लाग्दा डोल्पा र जुम्लाको सिमानामा कान्जिरोबा हिमाल भेटिन्छ। कान्जिरोबा हिमाल 6883 मिटर अग्लो छ र त्यसको काखमा से फोक्सुन्डो ताल पनि अवस्थित छ। सुदूरपश्चिम प्रदेशमा पर्ने गुराँस हिमश्रृङ्खलामा पुगौँ, जहाँ बझाङको सैपाल हिमाल 7031 मिटर, जसलाई स्थानीय मस्टा संस्कृतिको साक्षात वासस्थान पनि मानिन्छ, र दार्चुलाको अपी हिमाल 7132 मिटर उभिएका छन्। अपी हिमाल सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल समेत हो। संसारभर 8000 मिटर भन्दा अग्ला कुल 14वटा चुचुरोहरू छन्, जसमध्ये 8वटा त नेपालमै छन्। सगरमाथा, कञ्चनजङ्घा, लोत्से, मकालु, चोयु, धौलागिरी, मनासुलु, अन्नपूर्ण प्रथम। नेपाल सरकारले हाल कुल 419वटा हिमालहरू आरोहणका लागि खुला गरेको छ। यदि यसलाई विश्वका अन्य हिमालसँग तुलना गरेर हेर्ने हो भने जुन पाकिस्तानको केटु दोस्रो, विश्वकै दोस्रो 8611 मिटरको छ। अर्कोतर्फ जापानकै फुजीसँग तुलना गर्यो भने त 3776 मिटर भन्यौँ। नेपालका 5-6 हजार मिटरका सामान्य पहाड वा बेस क्याम्प भन्दा फुजी हिमाल होचो छ। नेपालका लागि हिमाल प्राकृतिक सम्पदा मात्रै होइन, यो त अर्थतन्त्रको समेत मुख्य आधार हो। नेपाल सरकारकोले नै पर्वतारोहणको रोयल्टीबाट वर्षेनी करिब 70-80 करोड रुपियाँ राजस्व उठाइरहेछ, जसको 80% भन्दा बढी हिस्सा त सगरमाथा आरोहणबाट मात्रै प्राप्त हुन्छ। नेपाल आउने पर्यटक मध्ये 10 देखि 15% पर्यटक सिधै पर्वतारोहण र पदयात्राका लागि आउँछन्, जसले हिमाली क्षेत्रका शेर्पा, त्यहाँको अरू समुदायका नागरिकलाई प्रत्यक्ष रोजगारी र अन्य व्यवसायको मार्ग प्रशस्त गरेको छ। पूर्व पश्चिम कञ्चनजङ्घादेखि अपी सैपालसम्म फैलिएका यी विशाल हिमश्रृङ्खला हिउँको सेतो पहाड मात्रै होइनन्, हजारौं वर्षदेखि हुर्किएको मानव सभ्यता, सांस्कृतिक जनविश्वास, साहसी आरोहीहरूको अदम्य आँट र प्रकृतिको अतुलनीय सुन्दरताका कथा हुन्। यी हिमाल हाम्रो एसियाली क्षेत्रकै जीवन रेखा हुन्। यिनैका हिमधाराबाट बग्ने नदीहरूले करोडौं प्राणीको प्यास मेटेका छन् भने यिनका भित्ताहरू, पाखाहरू दुर्लभ जीवजन्तु, जडीबुटी र हाम्रा वैदिक, बौद्ध, किराँती लगायत हाम्रो सभ्यताका साक्षी हुन्। तर आज जलवायु परिवर्तन र बढ्दो मानवीय चापका कारण हाम्रा हिमालहरू सङ्कटमा परेका छन्। हाम्रा पानीका स्रोतहरू घट्दै गएका छन्। पृथ्वीको तेस्रो ध्रुव मानिने यी हिमालको संरक्षण गर्नु हाम्रो साझा कर्तव्य, दायित्व हो। दिगो पर्यटन र स्वच्छता अभियान मार्फत यिनको पवित्रता जोगाउन आवश्यक छ, किनकि हिमाल रहे मात्रै हाम्रो सभ्यता, संस्कृति र अस्तित्व सुरक्षित रहन्छ। धन्यवाद।